ल सम्पूर्णमा नमस्कार, जय माटो। आज फिदिम नगरपालिका 14 युवराज टोलको माथि खिरिमादेखि विखेस भन्ज्याङसम्म हामी बाटो सरसफाइ कार्यक्रममा अथवा बाटो सरसफाइ गर्ने श्रमदानमा उपस्थित भइसकेका छौँ। यहाँ मैले देखिरहेको छु हाम्रो मनकन्नी छना उषाको आमा भनेर चर्चित पनि हुनुहुन्छ। छना सही नमस्कार, जय माटो। नमस्कार। तपाईँ कति वर्ष पुग्नुभयो हजुर? म 65 वर्षको उमेरमा पनि श्रमदान गर्नु आउनु भएको रहेछ। के कारणले श्रमदान गर्नु आउँदै हुनुहुन्छ? के सोचेर, के कसैले भन्यो कि जबर गर्यो कि? होइन, आफै सबै जाँदाखेरि म पनि गर्छु भनेर नि। ए, कस्तो लागिरहेको छ? एकदम रमाइलो। तपाईँ त 65 वर्ष भनेको वृद्ध अवस्थामा पुगिसक्नु भएको छ। युवा साथीभाइहरूले के भन्न चाहनुहुन्छ? के पनि भन्न चाहिँदैन। हो, हाम्रो श्रद्धेय अध्यक्ष माननीय हर्क साम्पाङज्यूले के भन्न चाहनुहुन्छ? राम्रो नि, अब जय माटो भनिसक्यो नि। ए ल, धन्यवाद। जय